नमस्ते साथीहरू। आज म तपाईहरुलाई एउटा यस्तो यात्रामा लैजाँदैछु जहाँ धुलोभन्दा बढी दृश्य र सहरको कोलाहलभन्दा बढी प्रकृतिको साक्षात्कार हुनेछ। चितवन, बारा, पर्सा र हेटौडाको गर्मीलाई छलेर शीतल हावा खान हामी निस्किएका छौँ। ऐतिहासिक र सुन्दर पर्यटकीय गन्तव्य चितलानतर्फ। आउनुहोस्, अबको 15 मिनेटमा म तपाईहरुलाई यो बाटोको अवस्था, यहाँका सुविधा र लोभलाग्दो हरियालीको सैर गराउनेछु। हेटौडाबाट भैँसे हुँदै भीमफेदीसम्मको बाटो त निकै सहज छ, तर जब हामी भीमफेदीबाट उकालो लाग्न थालिन्छ तब वास्तविक यात्राको रोमाञ्चकता सुरु हुन्छ। यो यही बाटो हो जहाँ कुनै समय मान्छेका काँधमा चढेर काठमाडौँका लागि गाडीहरू जाने गर्थे। राणाका हेर्नुहोस् त, यी घुम्तीहरू बाटो कतै कालो पत्रे छ, कतै अलि कच्ची र धुलाम्मे पनि छ, तर जब झ्यालबाट बाहिर हेरिन्छ ती पहाडका थुम्काहरूले सबैको थकान बिर्साइदिन्छ। يا حبيبي يا شافعي يا رسول الله بأمي وأبي فديتك سيدي صلاة وسلام عليك يا نبي حبيبي يا محمد أتيت بالسلام والهدى محمد حبيبي للعالمين يا محمد صلى الله على خاتم الأنبياء محمد رحمة للعالمين رحمة للعالمين محمد.
अब आयो यो कुलेखानी र मार्खुको झलक। यता ताल देखिएको छ। यो इन्द्र सरोवरको निलो पानी, कुलेखानीको यो मानव निर्मित ताल देख्दा मनै फुरुङ्ग हुन्छ। यहाँ रोकिएर एकछिन बोटिङ गर्ने कि या मार्खुको ताजा माछा चाख्ने। छोटो छुट्टी मनाउन आउनेहरूका लागि यो ठाउँ एउटा स्वर्गीय विश्राम स्थल जस्तै हो। चितलाङ जानेहरू बाटोमा यहाँ बोटिङ गर्छन्, यहाँको ताजा माछा खान्छन् र आनन्द लिन्छन्। यहाँ मार्खुमा सुविधा सम्पन्न होटेलहरू पनि छन्। यहाँ नजिकै 2टा होटेलहरू छ। होटेलभित्रको दृश्यहरू पनि हामी देखाउँछौँ। अब कुरा गरौँ यहाँ बस्ने व्यवस्थाको। चितलाङ पुगेपछि तपाईँलाई लाग्ने छैन कि तपाईँ कुनै विकट ठाउँमा हुनुहुन्छ। यहाँ सुविधा सम्पन्न रिसोर्टदेखि लिएर आत्मीयता झल्किने होमस्टेहरू पनि छन्। यहाँ केही उत्कृष्ट ठाउँहरूको भिडियो कैद गरेको छु। यहाँ सरसफाइ, बस्ने कोठाहरू, स्थानीय खानाको स्वाद साँच्चै तारिफ योग्य छ। परिवारसँग आउनुहोस् या साथीभाइसँग, यहाँ सबैका लागि निर्विकल्प छ। दर्शक महानुभावहरू, अब हामी मार्खु आइपुगेका छौँ। यो मार्खु चाहिँ इन्द्र सरोवर जुन मानव निर्मित एउटा ताल छ, यो तालको डिलमा छ र यो तालमा बोटिङ गर्न, यहाँको माछा खान, यहाँ रमाउन मान्छेहरू आएर यहाँ रात बिताउनलाई उपयुक्त ठाउँ छ। यहाँ राम्रा होटेलहरू छन्। अहिले सौरा र पोखराका लेक साइडका होटेलहरूको जस्तै यहाँ सुविधा दिने गरी होटेलहरू निर्माण भएका छन्। हेर्नुहोस्, होटेलको बेड जस्तो छ। बाथरुम, टोयलेटमा तातो पानी, चिसो पानीको व्यवस्था छ। अहिले धेरै नै परिवर्तन भइसकेको छ। यस्तै हामी तपाईँलाई अर्को होटेलमा लाँदैछौँ। यो त्यसैको साइडमा रहेको होटेल हो। यो डी लेक साइड होटल भनेर यसलाई नामाकरण गरिएको छ। यसको तल सिधै सिँढीबाट तल गएपछि रिसेप्सन छ र यसमा स्विमिङ पुल पनि छ। यहाँ तपाईँले देब्रेपट्टि, हाम्रो देब्रेपट्टि देख्नुहुन्छ स्विमिङ पुल। अगाडि हामी रिसेप्सनमा गएर यहाँका सुविधाका बारेमा पनि कुराकानी गरेका छौँ। यहाँहरू पनि यसमा आएर रात बिताउन सक्नुहुन्छ। चितलाङका आकर्षणहरू भेडा फारम, जैतुन खेती र अहिले यो चैत महिनामा फुल्ने गुराँस र सदाबहार लाग्ने आलु पनि यहाँको एक आकर्षण हो। चितलाङ पुगेपछि हरिया चौरहरू नडुली मनै मान्दैन। यहाँको चर्चित भेडा फारम, नेपालकै पहिलो जैतुन खेती र बाख्राको चिज फ्याक्ट्री, यी सबैले चितलाङको पहिचान बोकेका छन्। ढुङ्गाले छाएका यी बाटाहरू हिँड्दा इतिहास आफै बोलेको जस्तो लाग्छ। तपाईँ पनि आफ्नो कार्यव्यस्तताबाट 1-2 दिन समय निकालेर कतै घुम्न चाहनुहुन्छ भने चितलाङ यहाँहरूलाई स्वागत गरिरहन्छ। चितलाङ एउटा उत्तम रोजाइ हुन सक्छ। बाटो अलिकति कठिन भए पनि त्यहाँ पुगेपछि मिल्ने आनन्द भनेको छुट्टै छ।
आइयो है मसरुम नमस्कार नमस्कार यो बियरका बोतलहरूको प्रयोग गरेर सिडी निर्माण गरिएको छ सबै ग्रीन कलरको छ फेरि धेरै ग्रिन यो चाहिँ के डबल बेड आजको यो सानो जानकारीमूलक भ्लग तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नुहोला। अर्को यस्तै रोचक यात्रामा फेरि भेटौँला। यस ज्ञान व्यञ्जन च्यानललाई लाइक सब्सक्राइब गर्न नछुटाउनुहोला। यहाँहरूले सब्सक्राइब गर्नुभयो भने यस्ता रमाइला भिडियोहरू फेरि पनि यहाँहरूले हेरिरहने मौका पाउनुहुनेछ। हस्त धन्यवाद।